अब म कुरा गर्न गइरहेको छु यो 16 योजना लोकसेवामा। अब हामीहरूलाई चाहिँ कोहीले चाहिँ नेपालीमा सोध्दो रहेछ, कोहीले चाहिँ इङ्ग्लिसमा सोध्दो रहेछ होइन। त्यही भएर नेपालीमा चाहिँ पनि हुने तरिकाले चाहिँ अङ्ग्रेजीमा सोद्धाखेरि चाहिँ नझुकिने तरिकाले चाहिँ म कुरा गर्न गइरहेको छु होइन। अब यसको लङ टर्म भिजन चाहिँ के छ भन्दाखेरि प्रस्परस नेपाल ह्याप्पी नेपाली इयर चाहिँ 2043 होइन, यो एडीमा हो। हेज बिन प्रोजेक्टेड भनेको यो चाहिँ विषम 2100 एउटा छ। त्यसपछि ग्रेजुएट नेपाल फ्रम लिस्ट डेभलप कन्ट्री स्ट्याटस बाई 2026 एउटा छ होइन, लिस्ट डेभलप कन्ट्रीबाट चाहिँ ग्रेजुएट हुने। त्यसपछि सस्टेनेबल डेभलपमेन्ट गोलको 2030 छ। अब हामी अर्को कुरा गरौँ। लङ टर्म भिजन विक्रम सम्वतमा 2100 हो। अब यो एडीमा चाहिँ 2043 है, 25 वर्षको 19 देखि 43 सम्मको होइन, 76 देखि 2100 सम्मको होइन। अब लङ टर्म नेसनल गोल्समा प्रोस्पेरिटीमा 4वटा आइटमहरू छ भने ह्याप्पिनेसमा 6वटा आइटम दिएको छ होइन, समृद्धि र सुखमा होइन। एउटामा 4वटा छ, एउटामा 6वटा छ, गरेर टोटल 10वटा भयो। यो चाहिँ छ कुनको भन्दाखेरि लङ टर्म, हाम्रो लङ टर्म 2100 को होइन, 2043 को होइन। अब टार्गेट के छ भन्दाखेरि यो 2100 मा चाहिँ कति पुर्याउने टार्गेट छ भने यो सबै घोक्नुपर्छ है, यो 20वटामा 20वटै घोक्नुपर्छ। जस्तो इकोनोमिक ग्रोथ रेट 2100 सम्म हाम्रो टार्गेट के छ भन्दाखेरि 10.5 आर्थिक वृद्धि दर। अनि हाम्रो ग्रोस नेसनल इन्कम पर क्यापिटा 12,100 पुर्याउनु छ। गरिबी चाहिँ 0। अनि एसेट बेट जिनी कोफिसियन्ट यो पनि आउँदो रहेछ 0.25 होइन, यो पुर्याउने लक्ष्य छ। त्यसपछि लेबर फोर्स पार्टिसिपेन्ट रेट भन्ने छ, यो 72 छ। फर्मल सेक्टर सेयर इन इम्प्लोइमेन्ट 70। इलेक्ट्रिसिटी जेनेरेसन इन्स्टल क्यापेसिटी मेगावाट 40,000। हाउसहोल्ड विथ एसेस टु इलेक्ट्रिसिटी 100। हाउसहोल्ड्स ह्याभिङ एसेस टु ट्रान्सपोर्ट फेसिलिटी विदिन द डिस्टेन्स अफ 30 मिनट्स होइन, यो नजिकको चाहिँ गाडी चढ्न बाटोघाटो भएको चाहिँ 79% पुर्याउने भन्ने लक्ष्य छ। नेसनल एन्ड प्रोभिन्सियल हाइवे चाहिँ 36,000 पुर्याउने लक्ष्य छ 2100 सम्म, विक्रम सम्वत 2100 सम्म। पपुलेसन विथ एसेस टु इन्टरनेट 100%। लाइफ एक्सपेक्टेन्सी एट बर्थ 80 पुर्याउने लक्ष्य रहेछ होइन। त्यसपछि म्याटर्नल मोर्टालिटी रेसियो 20, 1 लाख बच्चामा 20 भनेर लक्ष्य छ। त्यसपछि अन्डर 5 मोर्टालिटी रेट 5 वर्ष मुनिकोहरूको चाहिँ 8 छ। त्यसपछि शैक्षिक यो साक्षरता दर चाहिँ 99% है, यो पनि राम्रै रहेछ। अनि त्यसपछि ग्रोस इनरोलमेन्ट रेसियो इन हायर एजुकेसन 40% पुर्याउने, यो चाहिँ अलिक थोरै नै रहेछ। अनि पपुलेसन विथ एसेस टु इम्प्रुभ ड्रिङ्किङ वाटर फेसिलिटिज 95%, यो चाहिँ धेरै नै रहेछ, अहिले त एकदमै थोरै रहेछ है। त्यसपछि पपुलेसन कभर्ड बाई बेसिक सोसियल सेक्युरिटी 100%, 100% पुर्याउने लक्ष्य छ। जेन्डर डेभलपमेन्ट इन्डेक्स 0.99, ह्युमन डेभलपमेन्ट इन्डेक्स 0.76 यसरी छ होइन। अब त्यसपछि 16औं योजनाको चाहिँ भिजन के छ त, गुड गभर्नेन्स, सोसियल प्रस्पेरिटी एन्ड सोसियल जस्टिस एन्ड प्रस्पेरिटी। 3टाको टेबल छ, 3टै जान्नुपर्छ है। यो चाहिँ फेरि एकचोटि गुड गभर्नेन्स, सुशासन, सामाजिक न्याय तथा समृद्धि है। अब त्यसपछि अब यो 16 योजनाको लक्ष्यहरू कहिलेदेखि सुरु भयो, 22-23 को चाहिँ स्ट्याटसमा हाम्रो 16 योजनाको लक्ष्य चाहिँ 28-29 मा प्राप्त गर्ने। रुल अफ ल 0.8, ग्लोबल कम्पिटिटिभ इन्डेक्स 65 पुर्याउने लक्ष्य छ। करप्सन पर्सेप्सन इन्डेक्स 43 होइन, यो बढ्दो रहेछ भनेपछि यो बढेको राम्रो हुँदो रहेछ होइन, त्यही त बुझ्यो नि। 35 छ अहिले, अब 43। ई गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स
ई गभर्नेन्समा 0.512 रहेछ होइन, जस 50% त क्रस गरिरहेछ। अब 0.6 पुर्याउने लक्ष्य रहेछ। भोटर्स पार्टिसिपेसन इन इलेक्सन 62 छ, अब 85 पुर्याउने। सेटलमेन्ट अफ केसेस रजिस्टर इन कोर्ट 64% रहेछ अहिले, अब 75% पुर्याउने लक्ष्य छ। रेसियो अफ एक्सपेन्डिचर टु टोटल बजेट एलोकेसन यसलाई 90% पुर्याउने लक्ष्य छ। इरेगुलेरिटिज एज अ प्रोपोर्सन अफ जिडिपी इरेगुलेरिटिजहरू चाहिँ 5%मा झार्ने, यो बेरजु हो यो भनेको, राम्रोसित खर्च नभएको। नेपाली सिटिजन्स हु हेभ रिसिभ नेसनल आइडेन्टिटी कार्ड्स 90% पुर्याउने लक्ष्य रहेछ। यो 100% अझै छैन है। भनेको अब 3 करोड हाम्रो पपुलेसन छ भने लगभग 30 लाखले चाहिँ अझै नगर्न सक्ने सम्भावना रहेछ अझै। बर्थ रजिस्ट्रेसन चाहिँ 7%। अब सोसियल जस्टिसको इनइक्वालिटी एडजस्टेड वुमन डेभलपमेन्ट इन्डेक्स यो चाहिँ 0.6। गिनी कोफिसिएन्ट बेस्ड अन कन्जम्सन 0.280। एसेट बेट जिनी कोफिसिएन्ट यो आउँदो रहेछ है 0.22, जाँचमा आउँदो रहेछ यस्तो। हाउस होल्ड्स इन हाई फुड इन सेक्युरिटी सिचुएसन्स यो चाहिँ झार्ने लक्ष्य रहेछ। पपुलेसन कभर्ड बाई बेसिक सोसियल यो एकचोटि सोधेको थियो मलाई, मैले बिगारेको थिएँ होइन, 32बाट 60 रहेछ। जेन्डर डेभलपमेन्ट इन्डेक्स 0.967 अनि जेन्डर इनइक्वालिटी इन्डेक्स 0.225। रेसियो अफ पार्टिसिपेसन अफ वुमेन एन्ड मेन इन इम्प्लोइमेन्ट 1:1.2 होइन। अब बालबालिकाहरूलाई काम नलाउनु भने 0। प्रिभेलेन्स अफ फोर्स्ड लेबर 15 इयर्स एन्ड अबभ होइन। हाउस होल्ड ह्याभिङ रजिस्टर यो चाहिँ कति छ, महिलाहरूको चाहिँ नाममा जग्गा होइन, घर त्यस्तोहरू भएको 35% पुर्याउने लक्ष्य छ। अब पस्पोरिटीमा चाहिँ 2टा टेबल हामीले पढिसक्यो होइन। 7.3 को लक्ष्य छ आर्थिक वृद्धि दर। यो ग्रोस नेसनल क्यापिटा 2351 पुर्याउने लक्ष्य छ। पोभर्टी चाहिँ 12%मा झार्ने लक्ष्य छ होइन। कन्ज्युमर प्राइस इन्फ्लेसन 5। एसडिआई 0.65। ह्युमन एसेट्स इन्डेक्स 78। इकोनोमिक एन्ड इन्भाइरोमेन्टल भेलनरेबिलिटी इन्डेक्स यो झार्ने लक्ष्य छ। लिट्रेसी 85। लाइफ एक्सपेक्टेन्सी एट बर्थ 73 होइन। यो चाहिँ स्वास्थ्य चौकीसम्म चाहिँ 90% पुर्याउने लक्ष्य छ। खानेपानीको जम्मा 45। अनइम्प्लोइमेन्ट रेट 5%मा झार्ने लक्ष्य छ। लेबर प्रोडक्टिभिटी एनआरएस 1000 होइन, 2,75,000 भन्नु पर्यो होइन यसलाई। एभरेज प्रोडक्टिभिटी अफ एग्रिकल्चर कमोडिटिज मेजर क्रप्स 3.7 टन पर हेक्टर मेट्रिक टन होइन। ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनमा पुगेको प्रतिशत चाहिँ 85 छ। अनि यो रोड डेन्सिटी 0.77। पावर जेनेरेसन चाहिँ यति मेगावाट 11,769 होइन। 2900 त पुगिसकेछ, राम्रै हो यो पनि नेपालमा है। पर क्यापिटा इलेक्ट्रिसिटी कन्जम्सन 700 किलोवाट पर आवर। अनि त्यसपछि पपुलेसन विथ इलेक्ट्रिसिटी 100, इन्टरनेट चाहिँ 90 है। यति जानेपछि लगभग हाम्रो काम बन्छ है लोकसेवालाई।